मामु चस्मा चाहिँ कहाँ राख्नुभयो मेरो जस्तीको यस्तो तिमीहरूको चस्मा चस्मा बनाएर चाहिँ मैले नि फेरि आफू चलाउने आफू यो गर्ने रिस्ट्रेसन आउँछ मैले भन्दैछु फेरि सदा बिहान ओछ्यानमा कुदेर सुतेर त्यो उयो गरेर रिस्ट्रेसन दिनु मलाई भन्नु गएको छ चस्मा चाहिँ मेरो फेरि भयो है ठिक छ है मामु कस्तो देख्यो काम छैन तिमीहरूको काम छैन मेरो समय नबस्छ तपाईँहरूको हेर झिटाडै मैले भन्दा चाहिँ फेरि हेट देख्नु दिनु मौका दिन्छु अब हेर्नु न गर्छु भन्दाखेरि पनि दिनु हुँदैन हो तँले नबनाएर या सफा गरेर या घर मजाले यहाँ दिनदिनै कस्तो मात्रै टल्किरहेको छ घर आउनु न देख्यौ त गाइस यस्तो हुन्छ आफ्नो घरमा यसरी गाली खानुपर्छ काम गरेन भने त्यही कारणले घरको चाहिँ काम चाहिँ गर्नुपर्छ होइन बिहान उठ्नुपर्छ हो यदि तिमीहरू मम ड्याडको लागि खुसी देख्न चाहन्छौ त्यसमा स्माइल देख्न चाहन्छौ भने चाहिँ बिहानै उठ होइन आमाले भनेको सबै कामहरू गरिदेऊ हो अन्त अर्को मान्छे हेर्नुहुन्छ त अर्को मान्छे चाहिँ देखाउँछ है त कस्तो छ सुतिरहेको छ म भन्दा नि सुतुनी चाहिँ यही छ म भन्दा नि सुतुनी छ अब रिसाउँछ अब मलाई नि केही भन्नुहुन्छ भन्छ मलाई थाहा छ गाई जिन्दगीमा कोही हुँदैन हो आफू एक्लै आगो ताप्नु बसिरहेको छु होइन ला 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 यो धुवा चाहिँ मन परेन ल मेरो पिन जस्तो लक बनायो भन्नु अझै भन्नु न यहाँ आएर भन्नु न अलिकति कहाँ त्यहाँ भनेको यहाँ आउनु त मामु हेलो गाइज होइन होइन हेलो गाइज वेलकम ब्याक टु द च्यानल अब स्टार्ट हुँदैछ भिडियो तिमीहरूलाई थाहै छ फुल बाँचिदियो अरे यहाँ फुल देखेन देख्नु भएन त्यहाँ पक्कै झरेको जिन्दगीमा होइन ए कस्तो यार कस्तो यो भिडियोमा के साह्रो उयो के भन्छ राम्ररी भन्नै सक्दैन हौ त्यो के भन्छ कन्फिडेन्टै हुँदैन रहेछ हौ अघि त्यो के भन्छ क्षितिसँग हुँदाखेरि क्या मजाले भिडियो हुँदै थियो हो दामी टाइपले होइन कमेडी पनि एन्टरटेनमेन्ट सबै हुँदै थियो हो एक्लै बस्दाखेरि खोइ किन हुँदैन रहेछ जस्तो एन्टरटेन तर हुन्छ हौ हुन्छ होला हौ हुन्छ होला हौ
यो धुवा चाहिँ मन परेन ल यसलाई यता साह्रै मामु यहीँ आएर खानु न अन्त ढिलो बाहिर आएर खानु न यहाँ न आगो ताप्नु त या किन जाडो हुँदैन तातो हुन्छ आगो तातो हुँदैन मम्मी हस्पिटल छोडिदिनु त प्लिज मम्मी मम्मी ओ मामु मामु जब चाहिने बेलामा त है भिडियो बनाउँछु हौ आमा त्यस्तो नगर्नु न हौ आमा प्लिज 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 मामु खै छोडिदिएको जाउँ न सुत सुत होइन हामीले त गरम भइरहेको यस्तो जग्गामा बाहिर बसेको होइन नि उभिएको छ उभिएको छ ल ल ल ल ल ल ल बस न बुबु बस्दिन जानु भयो आन्टी चाहिँ के गर्नु हुँदैछ बस्दिनु भनेर बस्नु त जानु भने त अब कति मिनट जाँदैछु कुद्नु उडेको यिनीको चाहिँ फेरि गएको छैन मार्केट हेर न हिजो बिहान बिहान 2 दिन भयो जाडोले बिहान जाँदैछौ होइन बिहान जानु उठ्नै साह्रो म त 8 बजीतिर उठ्छु तिमी त 8 बजी उठ्छ म त जुन कति बजी उठ्छ साँच्ची नै रहित आज देखेनौ त बाहिर बसेनौ त कहाँ बस्छौ आज बाहिर बस्दिनँ नि म बाहिर गएँ नि त आज कहाँ बाहिर चाहिँ उता हो उता सिटी सर्कलतिर हो घरमा पनि थिएँ आज दिनभरि यहाँनिर भिडियो हालिदिनु पर्यो अब आज दिनभरि मेरो चाहिँ नहाल्दै हो केटी पकाउनु जान्छ आमा छ्या होइन है आन्टी म त घरमै एकदम दिनभरि उसको रोहितको बारेमा भन्दैछ ए म त मलाई भन्नु भएको होला अनि होइन यसलाई होइन रहित त डेटिङ नि सिधै हो डेटिङमै हो नि अब म त दिनभरि काम छैन हो डेटिङ बस्यो हो केटीसँग त्यो हो नि के गर्छ अरे रहित डेटिङ डेटिङ अनिका बहिनी ऊ पनि डेटिङ होइन होइन डेटिङ होइन के गर्छ ऊ त म डेट गर्ने मान्छेलाई नै डेट गरिदिन्छु रहित के गर्छ तिमी आगो ताप्दैछु होइन 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 हेर सुन सुन लाइफमा चाहिँ नि केटीको पछाडि ए भाग्यो लुलु अब डाइलग दिनु थालेको छ होइन होइन साँच्ची न म अनेस्ट कुरा डाइलग गर्दै जस्तो लु भयो ल अनेस्टली एउटा कुरा चाहिँ भनौँ केटीहरूको पछाडि कहिले लाग्नु हुँदैन आफ्नो पछि भाग्नु पर्छ भाग्यो रे कसरी यसरी भाग्यो ल ल ल ल ल ल ल यस्तै आन्टी हुन्छ पनि के भनिदिने अब हेलो हाई त्यति मात्रै आउँछ भन्नु दिनडेली बाहिर निस्किँदै जान्छ कहाँ जान्छ भने नयाँ बुहारी आएछ अरू ल अब स्टेटस हालिदिन्छु ए लु नहाल्दै अहिले चाहिँ हालिदेऊ 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 ल गुड नाइट हेभ अ स्विट ड्रिम तिमीहरू मलाई पनि मेन्सन गर है थाहा छैन के हुन्छ भोलिको दिनमा भनेर गाना दामी छ नि हौ गाई चाहिँ एउटा कुरा चाहिँ भनौँ लाइफमा चाहिँ छ नि केटीको पछाडि चाहिँ भाग्नु हुँदैन हौ मतलब भाग्नुपर्छ होइन भाग्नु ए लु धोका दियो पो अरे त्यो कुरा भनेको होइन केटीको पछाडि भाग्यो भने के हुन्छ भन्नु त केटीको पछाडि भाग्नुहुन्छ जब त तिमी स्टेबिलिटी हुन्छौ तिमी त्यो केटीको लाइक हुन्छौ अझै अब तिमी पछाडि भाग्दैछौ केटीको भोलिपर्सि केटीलाई चाहिँ भनेको मेरो भोलि केटीलाई चाहिँ के खुवाउँछौ मेरो भिडियो चाहिँ के गरेको आम्मा